ओहो विशालजी, के छ तपाईँको खबर? निकै दिनपछि भेट हुनुभयो त? अनि आजकल केमा व्यस्त हुनुहुन्छ? सब ठिक छ सर। आजकल त्यही हो, नोकरी र नेपाल पैसा पठाउने कामहरू पनि गरिरहेको छु। ए हो र, बिजनेस पनि पो? अनि कहाँ छ नि अफिस? नेपाल पैसा पठाउनु परेमा आउनु पर्ला नि। कहाँ अफिस हुनु, फोनमा कन्ट्याक्ट गरेर गरिरहेको छु नि। कसले झन्झट गरोस्, अफिस खोल्ने, कम्पनी दर्ता गर्ने। अब गाई नै नपाली दुध खान पाइन्छ भने कसले पाल्छ हौ गाई? तर पैसा पठाउने काम गर्न त नियमपूर्वक एजेन्ट बनेर गर्नुपर्छ होइन र? अनि कम्पनी खाता पनि हुनुपर्छ होला। त्यस्तै केही पर्दैन। कम्पनीहरूसँग कन्ट्याक्ट गरेर इन्डिभिजुअल एजेन्ट लिने, क्यास आउँदा क्यास जम्मा गरेर सिधै सम्बन्धित कम्पनीको खातामा जम्मा गरेर क्रेडिट रिक्वेस्ट लिने। अनलाइन आयो भने पनि कि कम्पनीकै खातामा हालिदिने कि बचत ब्याङ्क खाता छ त्योमा हालेर गर्ने नि। ए अनि यसरी बचत खातामा पैसा लिइराख्दा त धेरै पैसा आउँछ होला तपाईँको बचत खातामा। अनि भोलिको दिनमा ब्याङ्कले तपाईँलाई यति धेरै पैसा आउनुको स्रोत के हो भनेर सोध्यो भने के भन्ने? पैसा पठाउने काम गर्नलाई व्यापार धर्दै छैन, त्यो नियमपूर्वक नै छैन तपाईँले गरिरहेको काम। त्यो त हो नरेश सर। खै सबैले गरिरहेका छन्, सही नै होला जस्तो लाग्यो। अनि साथीभाइले नि गर के हुन्न भने गरिरहेको छु क्यारे। अनि सर, तपाईँ त रेमिटेन्सको क्षेत्रमा धेरै काम गरेको मान्छे, तपाईँलाई थाहा होला नि सही तरिका। एजेन्ट बन्ने मलाई प्रश्न भनिदिनुहोस् न। ए प्रक्रिया नै थाहा नपाई काम गर्न थालेको पो? के गर्ने सर, महँगी छ। नोकरीले मात्रै घर धान्न पनि गाह्रो हुने, 2-4 पैसा भयो नि होला भनेर नि। ए यो सुन्नुहोस् है, यहाँ पहिला त तपाईँले कुनै पनि गर्ने कामको बारेमा प्रष्ट भएर मात्रै त्यो कामको थालनी गर्नुहोस्। त्यो काम कस्तो खालको, वैधानिक हो कि अवैधानिक हो कि त्योबाट हुने फाइदा बेफाइदा र काम गर्ने तरिकाको बारेमा बुझेर मात्र गर्न सुरु गर्नुहोस्। यहाँ 2-4 पैसाको लोभले अरूले भनेको भरमा काम गर्नाले जेलसम्म पनि पुग्नु परेको छ। गलत काम गर्ने गराउने दुवै अपराधी हुन्छन् है कानुनको नजरमा। जस्तै रेमिटेन्सको हकमा चाहिँ तपाईँ एजेन्ट बन्ने प्रोसेस क्लियर एन्ड कम्प्लिट हुनु पर्यो। जस्तै सिएसपी पोइन्ट बन्नको लागि व्यापार गर्ने स्थान, व्यापार गर्नलाई दर्ता गरिएको फर्मको पूर्ण कागजात, व्यापारको किसिम, व्यापारिक खाता भएपछि मात्र सुरुवात गर्नुपर्छ। यसमा रेमिटेन्ट त्यस्तो पो लस है? हो नि। अझ पैसा पठाउनु छ भनेर आउने जो कोहीको पनि पैसा पठाउने होइन। उसँग नेपाल पैसा पठाउन मिल्ने कागजात छ कि छैन, ऊ नेपाली नै हो र उसले लिएर आएको पैसा उसको कमाइ नै हो कि होइन, कतैबाट चोरी डकैती जस्ता नराम्रा काम, गैरकानुनी काम गरेर पो ल्याएको हो कि, यो सबै बुझेर मात्रै उसको पैसा पठाइदिने काम गर्नुपर्छ है। भारतमा यस्ता नराम्रा काम गरेर धनार्जन गर्ने पनि धेरै छन् नि। ओहो, कुरा त धेरै राम्रो पो गर्नुभयो त हजुरले। अनि मैले नि 2-4 पैसा होस् भनेर सबैको पैसा जम्मा गरेर एकै पटकमा मेरो नेपाली खातामा हाल्छु, अनि मेरो नेपाली खाताबाट उनीहरूको घरका मान्छेको खातामा पैसा हालिदिन्छु। त्यो त केही हुन्न नि? ओहो, यो त झनै खतरनाक गलत काम हो नि। यसरी एकमुष्ट रूपमा तपाईँको नेपाली बचत खातामा धेरै पैसा आइराख्दा अनि त्यो नेपाली बचत खातालाई व्यापारिक काममा प्रयोग गर्नु भनेको त नेपाली कानुन अनुसार मान्य हुँदैन नि। त्यो काम नि गलत हो नि। ओहो, त्यसो भए कानुनी रूपमा एजेन्ट बन्दा डकुमेन्ट बुझाएर आफूले खोलेको व्यापारिक खाताबाट मात्रै कारोबार गर्ने अनि पैसा पठाउन आउने नेपालीहरूको केवाइसी प्रक्रिया पूरा गरेर उनका परिवारलाई पैसा हालिदिने काम नै एजेन्टको काम रहेछ है? हो नि सर, कुरा त प्रष्टै बुझ्नु भएछ नि। हो नि सर, बुझेँ अब त। म त सुरुमा त नबुझेर एजेन्ट बनेपछि त अनलिमिटेड पैसा मेरै नामबाट पठाउन पाउँछु होला भन्ने सोचेको थिएँ। हामी त ब्याङ्क जस्तो पो रहेछ, हामी कहाँ ग्राहक आउँछन् अनि हामीले ग्राहकको काम गर्ने, त्यो काम गर्दै बापत हामीले केही कमिसन पाउने रहेछ। अब तपाईँ जस्तो सबै एजेन्ट बन्छु भन्ने र बनेकाले कुरो बुझेदेखि पैसा पठाउने कस्टमरलाई नै सजिलो हुन्छ बुझाउन। हो नि सर, अब त मैले चिनेका कस्टमरलाई रेमिटेन्स क्यान अवश्य प्रदान गर्नेछु। जाम सर चिया खान। नजाने, म चिया पिउँदिन सर। किन सर, चिया पिउन पनि नियम छ र? छ नि, हावा चल्ने त नियम हुन्छ, पानी बन्ने फर्मुला हुन्छ, अनि चिया पिउने नियम नहोस् त? पानी बन्ने फर्मुला? साँच्ची? पानी बन्ने फर्मुला के होला सर? अब यसको जवाफ मेरा भ्युअर्सहरूले दिनुहुन्छ कमेन्ट गरेर। ल साथी, मलाई माया गर्ने साथी, सबैले कमेन्ट गरौँ है। आजको भिडियोबाट बिदा हुन्छु म। धन्यवाद। हामीले बनाएको एआई पोडकास्टबाट तपाईहरूले पनि केही सिक्ने मौका पाउनुभएको होला भन्ने आशा छ। यदि तपाईलाई रेमिटेन्स सम्बन्धित कुनै जिज्ञासा छ भने कमेन्ट गर्न नभुल्नुहोला। हामीमा केही कमजोरी भएमा सुधार गर्ने मौका पनि दिनुहोला। धन्यवाद। हामी फेरि छिटै अर्को भिडियोमा भेट्नेछौँ।